हेलो नमस्कार सबै मेरो मित्रहरूलाई र आज चाहिँ हामी दुईजना यहाँ चाहिँ बासुधारा जाँदैछौँ है। बासुधारा भन्ने एउटा तपाईँले सुन्नुभएको होला। बासुधारा भन्ने जुन हाम्रो बद्रीनाथको छेउमा पर्छ। यो बासुधारा चाहिँ एकदम शुद्ध पानी हो भनेर उहाँ अब सबैले मानेर आएको छ है। अन्त हामी दुईजना जाँदैछौँ, बाटोमा पुरा तिर्खा लागेर पानीहरू पिउँदै जानु परिरहेको थियो है। बाटो बद्रीनाथ धामबाट चाहिँ 5 किलोमिटर हिँडेर जानुपर्छ अगाडि है। अन्त अब हिँड्दै जाँदाखेरि घाम पनि मजाले लागिरहेको थियो, साह्रो पनि परिरहेको थियो हामीलाई। र यो बाटो चाहिँ अब सबै यहाँ चाहिँ अब यस्तो खालको हुन्छ है, पुरा ढुङ्गाहरू पुरा यस्तो अब खुल्ला खुल्ला हिउँ परिरहेको थियो, माथि हावा मजाले सिरिरी चलिरहेको थियो र पनि हामी दुईजना गइरहेको थियौँ। र यो बाटो हिँड्दा हिँड्दा अब 5 किलोमिटर हिँड्नु निकै साह्रै पर्छ सबैजनालाई होइन। अन्त यो अब हावाहरू रुखपातहरू भन्ने केही छैन, यहाँ अक्सिजनको धेरै कमी हुन्छ है। अनि बिस्तारै बिस्तारै हिँड्नुपर्छ। अब यस्तो खुल्ला जग्गामा अक्सिजनहरू धेरै नै कम्ती हुन्छ। अनि हामी उभिँदै बस्दै हामी जाँदै थियौँ है। अब एकछिन रेस्ट गर्दै अब 5 किलोमिटर अब जहाँ अक्सिजन नभएको जग्गामा 5 किलोमिटर हिँड्नु त निकै साह्रो पर्छ। त्यही भएर हामी उभिँदै बस्दै जाँदै थियौँ यो बाटो। र अब पुग्नु लागेको छौँ हामी है। यहाँबाट पुग्नु भन्दा पनि अलिक अझै छ अगाडि जानुपर्ने। अहिले आधी 20सम्म चाहिँ आइपुग्यौँ, अब आधी छ पुग्नुपर्ने चाहिँ। यहाँदेखि उता चाहिँ यो चाहिँ अब माथि अब बासुधारा पुग्नु आँटेको जग्गा हो। अन्त उहाँबाट अब यसरी बाटो चाहिँ यस्तो खालको छ यसको है। अब यसमा चाहिँ ढुङ्गाको मात्रै बाटो बनाइएको छ। अब यात्रीहरू धेरै हिँड्ने गर्छन् यो सिजनमा। अहिले चाहिँ अब सिजन डाउन छ है, अहिले चाहिँ सिजन केही छैन र हामी दुईजना मात्रै थियौँ, कोही थिएन मान्छेहरू। अन्त अहिले सिजन डाउन हो। जुन सिजनमा चाहिँ अब यहाँ यति बेसी मान्छेहरू हुन्छ, यात्रीहरू त्यो बासुधारा जानेहरू यति बेसी हुन्छ कि अब यहाँ चाहिँ आज चाहिँ हामी दुईजना मात्रै थियौँ र चाहिँ अब मजा आइरहेको थियो दुईजना हिँड्नुको लागि। अब वरिपरि केही छैन, सुनसान जग्गा, दुईजना मात्रै। वारिपारि हेऱ्यो भने हिउँ, माथितिर हेऱ्यो भने डाँडा काँडा है, रमाइलो एकदम सुनसान जग्गा। अब पहिला अब सत्ययुगमा चाहिँ अब यहाँ भगवानहरू बसेको, भगवानहरूले बास गरेको भनेर एउटा सत्यता छ है, एउटा पुर्खाहरूले भनिल्याएको एउटा रीतिरिवाज छ। अनि यसो हेर्दा होला जस्तो पनि लाग्छ यहाँनिर सुनसान जग्गा है। एउटा चराचुरुङ्गी पनि कराउँदैन यहाँनिर, यति अब सुनसान जग्गा, पिसफुल एकदम है। अब भगवान बस्नु त यस्तै जग्गामा बस्नुहुन्छ जहाँ सुनसान छ, जहाँ शान्ति छ, हल्ला खल्ला छैन, त्यहीँ त बस्नुहुन्छ नि होइन र। अन्त यहाँ हामी हिँड्दै थियौँ एकछिन है, अब यसो उभिएर यसो इन्टरटेनमेन्ट पनि गर्दै थियौँ हामी। र आखिरमा चाहिँ अब हामी बासुधारा भन्ने जग्गामा पुग्यौँ। यो मेरोदेखि जो पछाडि माथि देख्नु हुँदैछ फल्स, यो चाहिँ बासुधारा पानी हो। यहाँ चाहिँ कमसेकम हामी बसेकोदेखि माथि 500 मिटर अग्लो छ होला, यो अझै बेसी पनि होला है। यो पानी चाहिँ अब यति साह्रो अब प्रसिद्ध र शुद्ध है। यो चाहिँ अब भगवानको टाइमदेखि चलिआएको। मेरो साथी चाहिँ यहाँ तल बिचरा हिँड्नु नसकेर बिस्तारै आउँदैछ। यस्तो उकालो माथि चढ्नुपर्छ। हामी चाहिँ माथि फेदमै गएको थियौँ, बासुधाराको बिल्कुल फेदमै। यो चाहिँ अब माथिबाट पानी झरेको छिटा, जो पानी झर्दैछ नि साइडबाट, यो छिटा झरेको चाहिँ यो जामिएर चाहिँ यो आइस भएको। माथिबाट जुन सेतो देख्नु हुँदैछ तपाईँले, झर्दैछ पनि हल्का हल्का है, यो चाहिँ बासुधारा बिल्कुल दुईवटा ढुङ्गाको बिचबाट निक्लेको छ पानी है। यहाँबाट चाहिँ अब तल यस्तो मजा। अब यो चाहिँ अब समरमा चाहिँ दामी फल्स हुन्छ, अहिले विन्टरमा चाहिँ पानी कम्ती भएर चाहिँ छिटा मात्रै झरेको हुन्छ। यो तल जति पनि यो मुनि यहाँबाट कुद्ने उसको जग्गा हो, यो चाहिँ उसको हिउँ जाम्मिएको, माथिबाट झरेको पानीको चाहिँ छिटाको जम्मिएको। र आखिरमा चाहिँ हामी बासुधारा पुग्यौँ है। अनि अब चाहिँ यहाँ माथि हेर्नुहोस्, माथिबाट पानी यसरी झर्छ। अब यहाँ चाहिँ हामीहरू एकछिन रेस्ट गरेर यो पानी चाहिँ शरीरमा भिज्नु एकदम जरुरी छ भनेर भनेछ है। त्यही भएर हामी एकछिन रेस्ट गर्छौँ। पुरानो रीतिरिवाज अनुसार यो बासुधाराको पानीले चाहिँ भिज्नु एकदम जरुरी छ भनेर भनिन्छ है। किनभने यो बासुधाराको पानी चाहिँ एउटा पत्थरको बिचको आउनाले गर्दाखेरि चाहिँ अमृत हो भनेर भनिन्छ है। त्यही कारण म पनि मजाले भिजेँ आज है, खुसी लागेको छ।